दिनसम्म चाहिँ यो मधुमेह रोगको लागि चाहिँ अत्यन्तै उपयुक्त आसन चाहिँ मण्डुक आसन गरेर हजुरहरूलाई देखाउन गइरहेको छु। हजुरहरूले समय पाएको अवस्थामा अथवा बिहानको समयमा यो क्रिया चाहिँ गर्दाखेरि हजुरलाई धेरै धेरै स्वास्थ्यमा लाभ हुन्छ। पेट सम्बन्धी रोगहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ। पेट सफा हुन्छ। पेटमा जमेका विकारहरू मलहरू सबै निष्कासन हुनमा यिनीहरू प्रयत्नशील रहन्छन्। त्यही कारणले गर्दा हामी यसरी वज्रासनमा बसिरहेको छु। अब यो बुढी औँला चोरी औँलालाई यस्तो भित्र पार्ने र दुवै मुठीलाई यसरी जोड्ने, लगेर आफ्नो नाभि क्षेत्रमा टक्क जोड्ने र श्वास छोड्दै छोड्दै पुरै श्वास छोड्ने। पेट खाली भएको महसुस हुन्छ र पेटमा ढुक ढुकको आवाज आउँछ। 10 सेकेन्ड होल्ड गर्ने। 1 2 3 4 5 6 7 8 9 10। आहा, अब दोस्रो पटक पनि ठक्क मुठी नाभि क्षेत्रमा टक्क राखौं। श्वास छोड्दै पुरै पेट खाली। शिर सिधा, सकेसम्म छततिर दृष्टि। 1 2 3 4 5 6 7 8 9 10। खाली भइसकेको पेटमा डुक डुक डुकको आवाजलाई महसुस गर्ने। पुनः एकचोटि पुरै श्वास छोड्दै पुरै श्वास बाहिर। शिर माथि। 1 2 3 4 5 6 7 8 9 10। ढाड कम्मर, शिर सिधा। अब मण्डुक आसनको दोस्रो चरण। दायाँ हात नाभि क्षेत्र माथि, बायाँ हात दाहिने हातको माथि टपक्क राखौं। ठक्क नाभिकलाई बिच पारौं। अब यसमा पनि श्वास छोड्दै पुरै पेट खाली। अब मजाले खाली भएको पेटलाई मालिस गरौं। भित्री अङ्गहरूको मालिस हुन्छ। शिर माथि। 1 2 3 4 5 6 10। तल माथि दायाँ बायाँ छोड्दिउँ। पुनः दोस्रो चोटि श्वास छोड्दै पुरै खाली। 1 2 3 4 6 7 8 9 10। दायाँ बायाँ तल माथि दायाँ बायाँ तल माथि पुरै हल्लाइदिउँ। आहा, खुसी हुँदै आनन्दित हुँदै मेरो पेट मेरो नाभि क्षेत्र स्वस्थ भएको छ भन्ने भावका साथमा अन्तिम एकचोटि श्वास छोड्दै शिर माथि। 1 3 4 तल माथि दायाँ बायाँ 10। आहा, हामीले खाएको खानाबाट 90%, 80%, 90% चाहिँ
पेट सम्बन्धी रोग लाग्छ। त्यही कारणले आहार र विहारमा सजगता अपनाउनु। हस्।